पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि हजारौं विकल्प हुँदाहुँदै पनि किन पूर्व प्रमुख न्यायाधीशलाई नै प्रधानमन्त्री बनाइयो? नेपालको संविधानको धारा 76 र 80 स्पष्ट भन्छ, प्रमुख न्यायाधीश वा पूर्व न्यायाधीश कार्यकारी भूमिकामा जान सक्दैनन्। तर यो नियम तोडियो किन? यो नेपालको संविधानलाई कमजोर देखाउने सङ्गठित योजना थियो। संविधान लागू भएपछि सेप्टेम्बर 2015 देखि फेब्रुअरी 2016 सम्म भारतले नाकाबन्दी लगायो। नेपालले आफ्नो संविधान ल्याउँदा $5 अर्ब को क्षति भयो। छिमेकीहरू किन असन्तुष्ट थिए? किनकि यो संविधानले नेपाललाई स्वतन्त्र विदेश नीति अपनाउने शक्ति दिन्थ्यो। जब नेपालले कालापानी र लिपुलेकको मुद्दा उठायो, विदेशी शक्तिहरूको असन्तुष्टि अझ बढ्यो। 2020 र 2021 मा जब केपी ओलीले संसद विघटन गरे, सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो। तर अहिले बालेन शाहको मागपछि संसद तुरुन्तै विघटन भयो। यो दोहोरो मापदण्ड होइन र के हो? यसरी नेपालको संविधान लचिलो छ, कहिले पनि तोडमोड गर्न सकिन्छ भन्ने उदाहरण बनाइयो। भविष्यमा यसलाई नै आधार बनाएर संविधान परिवर्तनको माग गर्न सकिन्छ। उनीहरूको उद्देश्य नै नेपालको संविधानलाई कमजोर देखाउने अनि भोलि यही बहानामा नयाँ नियम र आफ्नो अनुकूलको नयाँ संविधान ल्याउने हो। बालेन शाहको संसद विघटनको अडान पछाडि को थिए? यो जेन जेड आन्दोलनको नाममा संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयासले कसको स्वार्थ पूरा गर्छ?